हामीसँग कहिले कहिले धेरै फोटोहरू जम्मा भएर बसिरहेको हुन्छ होइन। तर कतिपय फोटोहरू चाहिँ डिलिट गर्न पनि मन नलाग्ने खालको हुन्छ। त्यो फोटोले धेरै कुराहरू बोलिरहेको हुन्छ, कति अविस्मरणीय पलहरू लिएको फोटोहरू हुन्छ होइन। अनि कतिपय फोटोहरू चाहिँ घुम्न जाँदाको हुन्छ, कतिपय साथीहरूसँगको हुन्छ, कतिपय आफन्तसँगको हुन्छ, अनि कतिपय आफैलाई मनपर्ने फोटोहरू पनि हुन्छ, यात्राको हुन्छ, अनि प्रोग्रामहरूको फोटो हुन्छ। स्पेसल मेरो कुरा गर्दाखेरि चाहिँ त्यस्तै त्यस्तै खालको फोटोहरू हुन्छ, ब्याक स्टेजको फोटोहरू, पर्फर्मेन्स गर्दै गर्दाको फोटोहरू, आफैलाई मनपर्ने कतिपय फोटोहरू, सुटिङको टाइमको फोटोहरू होइन। अनि कतिपय फोटोहरू चाहिँ यात्रामा हिँड्दै गर्दाखेरिको फोटोहरू, आफैले सेल्फी खिचेकोहरू। मसँग प्रायः चाहिँ अहिले जति पनि फोटोहरू छ सेल्फी खिचेको फोटोहरू छ। अनि अब त्यत्तिकै डिलिट किन गर्नु होइन, मेमोरी हुन्छ भनेर मैले चाहिँ राखेँ। हजुरहरूलाई कस्तो